वेलकम टु माई मिनी ब्लग भन्दा पनि आजको दिनमा है सानो भिडियो लिएर आएको छु तपाईँको छेउमा होइन। होप मन पराइदिनुहुन्छ होला होइन। र त के हो भने चाहिँ नि आज चाहिँ घरबाट आप्पाले होइन पापाले बस्तीको कुखुरा ल्याइदिनु भएको थियो नि त होइन। त्यही बनाउन जान आँटेको छु होइन। हेर्नुहोस् है बस्तीको मासु चाहिँ यस्तो दामी छ हेर्नुहोस् त है, यस्तो दामी रहेछ बस्तीको मासु होइन। अब त्यो चाहिँ अब हल्का बस्तीकै प्रकारमा हल्का बनाइन्छ होइन। अब त अगाडि हेरौँ क्या प्रोसेस है। बस्तीको मासु यो होइन, बस्तीको मासु टक्कै मुलासँग होइन हल्का हल्का ग्रेभी टाइपको बनाएर यहाँ चाहिँ अघि जिरा अदुवा लसुन खोर्सानी अघि प्याज र टमाटर पनि काटेर रेडी हो। अब चाहिँ पकाउनु पर्ने स्टार्ट। अब चाहिँ रेडी हुँदैछ है। अब चाहिँ प्याज पनि यतिको भइसक्यो। अब टमाटर लगाउने बारी होइन। टमाटर लगाऊँ है यसरी। यसलाई एकछिन यतिकै भुटुङ है। सबै लगाएर के उमाल्दैछु है। अब चाहिँ अलिक यो उम्लेर चाहिँ है तिखाला बेसरमा लगाइदिनु हुँदैछ है। अन्त चाहिँ मसलाहरू यतिको भइसक्यो। अब यहाँ चाहिँ मासु लगाएर मजाले भुटिन्छ है। रेडी है लगाउँ मजाले। एकछिन मात्र त्यहाँदेखि 5-10 मिनट राखौँ। त्यहाँदेखि चाहिँ लगाउनुपर्छ होइन। दामी हुन्छ त्यसमा टेस्ट पनि हुन्छ। बस्तीको कुखुरामा बस्तीको मुला पनि लगाएर मजाले फिटेँ होइन। यसलाई यतिकै मजाले पाक्नु दिउँ है। कसलाई मनपर्छ बस्तीको मुला है कुखुराको बस्तीको कुखुरासँग प्लिज कमेन्ट गरिदिनुहोस् है। अब हेर्नुहोस् यहाँ है दामी भइरहेछ आम्बो यम्मी है। इलायची मासु रेडी भयो है। फाइनल टचिङ है। माथिबाट धनिया पनि लगायो दामी। Yeah.